नमस्ते साथीहरू, फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। फेरि पनि म भ्लग लिएर स्टार्ट गरिसकेको छु साथीहरू, तपाईहरुलाई नयाँ भ्लग। आज चाहिँ हामी जाँदैछौँ घुम्नको लागि अनि साथमा हुनुहुन्छ हाम्रो छ्यामा, हेर्नु होला अगाडि हिँड्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो गुरुङ चोक हो, घुम्ती चोक यस्तो छ। अनि हामी चाहिँ जाँदैछौँ आज नयाँ ठाउँमा घुम्नको लागि, हेर्नको लागि चाहिँ तपाईहरुले पुरै हेर्नुपर्ने हुन्छ भिडियो चाहिँ। मेरो छोरा हेर्नु, छ्यामा हिँड्दै हुनुहुन्छ। बर्खा लाग्यो साथीहरू, झारहरू हेर्नु होला कति राम्रो हरियो उम्रिरहेको छ। साथीहरू हेर्नु कति राम्रो झारहरू छ हाम्रो नुम बजारमा, हेर्नु सक्नुहुन्छ। हेर कति राम्रो, यसलाई चाहिँ हेलिप्याड डाँडा भन्छौँ हामीले चाहिँ। हजुर भिडियो भइरहेको छ, समाइदिनु एकचोटि भइरहेको छ सिधा अलिक। हेर्नु साथीहरू म चौरमा यहाँ हिँड्दैछु। तपाईँ नानी बोक ले हिँड्नु तपाईँ पनि। फेरि हाम्रो हिँडेको एकदम भिडियो पनि चल्छ है साथीहरू, यो हेर्नु ल आउने त भयो। जमाइलो आज हामी ढिलो भइसक्यो, हामी अर्कै काम। नाइन भाइको पनि भिडियो यहाँ हेर्नु होला। बाउ कति राम्रो हाँस्नु भएको, कति राम्रो हाँस्नु भएको नयन। फेरि हाँसिदिनु त, हेन्डसम लड्का हेन्डसम। साथीहरू अब चाहिँ हामी लामाधाराको टुरमा जाँदैछौँ। बाटो चाहिँ यस्तो छ, अगाडि हिँड्दै हुनुहुन्छ हाम्रो प्रिय छ्यामा। बाटो भने चाहिँ यस्तो छ बाटोको हालत। मेरो छोरा चाहिँ यहाँ यसरी बोकेको बट्टारिँदैछ। अब हामी चाहिँ हिँड्दैछौँ बाटोमा, यता आउँदै हुनुहुन्छ हाम्रो छ्यामा। अनि हामी चाहिँ एकदम हिँडेकै एकदम खतरा टुरमा। बाटो चाहिँ यस्तो छ जङ्गलमा। चल्दै छ। हाय, हामी चाहिँ यस्तो राम्रो ठाउँतिर घुम्दैछौँ साथीहरू, हेर्नु होला कति राम्रो। अनि हेर्नु चौरहरू, यो बाटो हुँदै आएको हामी चाहिँ एकदम यस्तो रमाइलो छ चौरहरू। साथीहरू अब चाहिँ हामी घुम्न आएको ठाउँमा सुरुवात हुन्छ यस्तो बाटोहरूबाट जङ्गलमा। यता आउँदै हुनुहुन्छ मेरो भाइ अनि आमा, भाइको आमा। अनि यस्तो छ है बाटो चाहिँ। म तपाईँहरूलाई आज नयाँ ठाउँमा घुमाउनु ल्याउँदैछु साथीहरू, तपाईँहरू हेर्नु होला कस्तो छ भनेर। सुनसान आवाजै हेर्नु न कस्तो छ साथीहरू। एकछिन अर्को भिडियोमा म भिडियो बनाउन चाहन्छु। अर्को सिमटुयु हेर्नु यस्तो साथीहरू, यस्तो छ है ठाउँ चाहिँ। भनेपछि यस्तो यतिको बनाएकै हो। हामी चाहिँ पहिलोचोटि आउँदैछौँ होइन। यहाँ अर्को फोनमा पनि भिडियो बनाउँदैछु साथीहरू म एकदम सँगले। यस्तो छ अबि झन्नै लडी। यहाँ आमाहरूको भिडियो बनाइदिन्छु म, आउनु होला। अनि म चाहिँ यता भिडियो बनाउँदै हिँड्दै एकदम सँगले। वाउ कति राम्रो ठाउँ बनाएको रहेछ हेर्नु साथीहरू। यस्तो छ है ठाउँ चाहिँ। यो भर्खरै निर्माण भएको हो यो सबै कुराहरू गरे नि त। फेरि पहिला चाहिँ अर्कै थियो क्या, सानो। साथीहरू हामी चाहिँ अब ठाउँमै आइपुग्यौँ, हेर्नु होला यस्तो छ। यही हो साथीहरू, यही ठाउँमा घुम्न आएको। बिच भाइ
बनाइएको रहेछ एकदमै हामी चाहिँ थाकेर एकदम थकित अवस्थामा बसिरहेको छौँ। धाराहरू यस्तो छ साथीहरू, हामी चाहिँ यही हेर्नको लागि आएको। यो माथि चाहिँ यस्तो बनाएको रहेछ, रुखहरू यस्तो छ। हाम्रो छेउमा नाच्दै हुनुहुन्छ साथीहरू। कुन गीत गाइदिउँ? कुन गीत हौ? मेरी रुमाले ओ माया मेरी रुमाले माहौलै मिठो भयो हजुर भेटै हुनाले माहौलै मिठो भयो हजुर भेटै हुनाले। अब कुन गीत? अरू त कुन हुन्छ हो गीत भन्नुपर्छ? छल छल छल्क्यो पानी पानीले छल्के जवानी कम्बर माथि पटुकी पटुकी माथि घैला घैलामा कुवाको पानी पानी खाने न्यु पारी धाउँछन् कति बैमानी मै राम्री हो कि रेशम मेरो जवानी मै प्यारी हो कि रेशम मेरो जवानी। ल साथीहरू गीत गाउने चाहिँ म यता छु अनि हाम्रो छेउमा नाच्दै हुनुहुन्छ। एकदम स्पेसल डे टुडे इज त्यतिकै नै नाचिदिनुहुन्छ, उहाँ खतरा हुनुहुन्छ। हामी त खाजा खाएको साथीहरू अब जानलाई हामी त ठिक परेको। अब नानीको आमाहरू यस्तै हो, रमाइलो आज धेरै भएको छ है। धेरै नि हामी त खाजा बिना त हिँड्दिनौँ नि साथीहरू। ट्याङ जुस एकदम हो खानु चाहिँ लाग्दैन। ए मलाई यता त नहुनायन। आज चाहिँ हाम्रो लाभाधाराको टुर हो साथीहरू। अलिक खानु कि बोक्नु भयो बोक्नु अब बोक्नु नि यति हो। भेरी खै भिडको रहेछ हौ यहाँ छौ भिडको आएर बोक्नुपर्छ उकालोमा खाँदै जाने हो साथीहरू। खाँदै एकदम रमाइलो एकदम इन्जोय कति उयो गर्नु होइन। कति दुःख पीडा हो धर्मदेवीमा आएको मान्छे राम्रो खाँदै खाएर धर्मदेवीले पुरानो हुन्छ होला हामीलाई है। बोक आइपुहारी म उकालोमा सक्दिनँ है बुढी मान्छे हुन्छ त। अब यो माथि पुग्नुपर्ने साथीहरू, यो जङ्गलको बिचमा घुम्ने ठाउँ एकदम नरमाइलो। अब यो हिँड्नु पर्दा चाहिँ घुम्दा त अब रमाइलै भयो नि। अब हिँड्दा चाहिँ अब यस्तो छ अवस्था। अब कस्तो लाग्यो साथीहरू हाम्रो भिडियो? सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, हामीलाई एकदम माया देखाइदिनु होला। अनि हामी फेरि पनि यस्तै भिडियोहरू लिएर आउँछौँ होइन। अनि यस्तो जङ्गलमा हिँड्नुपर्छ, के गर्नु गाह्रो छ जिन्दगानीमा। यस्तो छ बाटो चाहिँ। अब तपाईँहरू हिँड्नुहुन्छ घुम्न, हामी चाहिँ एकदमसँगले हिँड्छौँ यस्तो बाटोमा। लु हिँड्नु त छेउमा हिँडेर देखाइदिनु त्यो ढुङ्गामा। ए हामी त खतरा यस्तो यहाँ हामी त्यसरी हिँड्छौँ। ल है साथीहरू हामी चाहिँ जाँदैछौँ। आज चाहिँ भिडियो एकदम राम्रो भएको छ, तपाईँहरू हेर्नु होला मजाले। हामी चाहिँ यो माथि आइपुगिसक्यौँ साथीहरू। यहाँ घर पनि छ, गोठहरू घर चाहिँ होइन, यो गोठ चाहिँ होला। पहिला त यता कति जङ्गल थियो नि, रुखै रुख। अहिले चाहिँ अब
मान्छेहरू बसोबास गर्न थालेका छन् अनि बाटो भने चाहिँ यस्तो हिँड्नुपर्छ यी भिरालो ओह्रालो उकालो ओह्रालो छ साथीहरू अब खाजा पनि छ हाम्रो यहाँ गर्मी हो रहा है हामी चाहिँ अमल खाँदैछौँ बाटोमा त्यति रहेछ अरू निकाल्नु यो छिप्पेको गुड्नु हुन्छ है हामी त साह्रो खान्थ्यौँ 12-20 त्यो पनि खाँदै ल अमला एकदम यो त के को औषधिहरूले खान्थ्यो नि कछडियाको अन्त नि रमाइलो हामी त यस्तोहरू पनि खान्छौँ साथीहरू जङ्गलमा अझै हाम्रो गन्तव्यमा पुगिएको छैन हिँड्दैछौँ